गर्छु सो गाइज हामी चाहिँ यहाँ सो हेलो एभ्रिवान म चाहिँ अहिले जाँदैछु सिमारा बजार यस्तो घाम छ घाम सो म चाहिँ जाँदैछु बजार अनि खै साथी जान्छ कि जाँदैन अहिले पस्नु पर्ने छ घरमा पसेन भने पनि एक्लै जानुपर्छ इमर्जेन्सी छ यस्तो घाममा खतरा हिँड्दै जाँदैछु यस्तै हिँड्दै सो म चाहिँ गाउँको बाटो देखाउनु पर्यो सो यही हो हाम्रो गाउँको बाटो झन्डै लड्यो ए घाम चाहिँ यत्तिकै छ घाम पेन्ट पनि फल गरेर हिँडिरहेछु घामले सो म चाहिँ बजार चाहिँ किन गएको भन्दाखेरि उयो मेरो चाहिँ पुरानो फोन यहाँ चाहिँ ब्यागमा छ नि त अनि फोन चाहिँ कहिले बिग्रेको त्यो चाहिँ अब बनाउनु दिनुपर्ने छ क्या त्यो चाहिँ बहिनीलाई चलाउनु दिने भनेको अनि त्यो चाहिँ बनाउनु दिने भनेको बाबाले चाहिँ भन्दै थियो आजै ल्याइहाल बनाएर अनि अस्ति सोद्धाखेरि चाहिँ 3 दिन जस्तो लाग्छ मेरो फोनको चाहिँ त्यो मदरबोर्ड चाहिँ बिग्रेको अरे कि खलखल भइसक्यो भर्खर निस्केको म चाहिँ काली मान्छे घामले डढेर झन् काली हुन्छ होला हौ भगवान् रे मान्छेले मलाई के भन्दियो होला दुईटा कपाल बाटेर हिँडिरहेछु गर्मीमा त्यसै यस्तो खतरा घाम एउटा टोटो पनि छैन म हिँड्ने बेला कहिले टोटै पाउँदैन ये घाम सो म चाहिँ साथी घर गएर भेट्छु ल साथीहरू यहाँ चाहिँ जाँदैन अरे म मात्रै जानु पर्यो म चाहिँ लाग्देको बाटो अब एकैचोटि गाडी चढ्ने ठाउँदेखि भेट्छु ल बाई बाई सो म चाहिँ हिँड्दै जानु सक्दिनँ अब पर्खिन्छु टोटोलाई कस्तो गरमी छ कस्तो भइसक्यो आम्बो बिचरा यस्तो घाममा मान्छेहरू कसरी काम गर्छ होला सक्दिनँ से भइसक्यो रत्तो पेरो साथीहरू म चाहिँ सिधै बजारमा आएर उत्र्यो त्यो फोन दोकानमा आइसक्यो यही फोनमा बिग्रेको फोन चाहिँ चेक गर्दैछ बाई बाई यो चाहिँ सिमारा बजारको बाटो मलाई त टोटोमा यस्तो खतरा निन्द्रा लागेको थियो म त टोटोतिर चढ्नु नै खतरा निन्द्रा लागिहाल्छ म त यस्तो ज्याप भएको थिएँ कहाँ रोकिदिनु भनेर झ्यासँग बसमा चढेर सुत्ने आदत भएर सो म चाहिँ फोन दोकानमा छु मेरो अगाडि चाहिँ छ बजार के किन्नु बजारमा पनि फोन पनि दियो बनाउनु 400 रुपियाँ लाग्यो 400 रुपियाँ पैसा न कौरी बजार दौरी भन्ने जत्तिकै अब म चाहिँ बजार पस्छु बजार ल बजार कहाँबाट पस्छ थाहै छैन मलाई त थाहै छैन बजार कहाँबाट पस्छ भगवान् ल बजार कहाँबाट पस्छ भगवान् मलाई त केही आइडिया छैन बिर्स्यो ला बिर्स्यो मैले मेरो कपाल बुढेको यहाँबाट पो पस्दो रहेछ गाडी आएको छ कतिखेर पार हुनु भगवान् यहाँबाट पस्दो रहेछ म चाहिँ अगाडि खोजेको सो गाइस म चाहिँ पसेँ बजारभित्र सो म चाहिँ किन बजारभित्र पसेको मलाई थाहा छैन मेरो चाहिँ बजारमा काम पनि छैन साथीहरू यति हराभरा सब्जी छ तर मलाई केही लिनु छैन तर अहिले म सोधिहेर्छु यतै सब्जी बाफ्रे के चलायो त्यो माइकमा केही सुनेको छैन मेरो आवाज पनि त्यही माथि मेरो आवाज यत्रो छ केही
फुल त रहेछ तर मेरो मरिहाल्छ सो गाइस मेरो चाहिँ यहाँ केही काम छैन तर म पसेको एकचोटि चप्पलै चप्पल इधर चप्पल उधर चप्पल तर मेरो चाहिँ केही काम छैन नि फेरि भएर कसलाई के किन्नु मन छ किन है न म के किन्नु हो मेरो त केही काम चाहिँ खाले किनौँ कुन चाहिँ त्यति खास चाहिँ लागेन सो म चाहिँ मेरो चाहिँ साथीहरू बजारमा कामै छैन भएको सो यता चाहिँ सबै लुगा अब जता पानी लुगा ल यहाँ दुईटा मात्रै रहेछ ओहो यो चाहिँ यति लामो रहेछ उहाँ हुनुहुन्छ दोकानको मालिक हो यहाँ अङ्कलले मनमा के भन्दैछ हौ मलाई चाहिँ त्यो अङ्कलले दिदी खोजेको थिएन तर मैले लिएरै छोडेँ पर्दा सिधै घर जान्छु अब म चाहिँ बजारबाट निस्केर त्यस्तो भिड छ जाम गाडीको फोन दोकान पस्नु पऱ्यो मेरो मैले टेम्पर ग्लास लाउनु पर्ने छ चाहिँ टेम्पर ग्लास छैन रहेछ त्यो कम्पनीको ग्लास हेरेँ अनि हल्का चर्क्यो भने पनि केही प्रब्लम हुँदैन र भित्र सो मैले चाहिँ अहिले चेन्ज गरिनँ टेम्पर ग्लास पनि भोलितिर लाउँछु फोन लिन आउँदाखेरि अब घर जान्छु गाडी चढेर पुरा घाम र मैले चाहिँ भित्र गएर फेरि बन्दकोपी किनेँ त्यहाँदेखि तर बन्दकोपी किन मोमो खानु पऱ्यो घर गएर अहिले होइन 1-2 दिन बादमा त्यहाँदेखि म चाहिँ टोटोमा चढिरहेछु एकछिनमा हिँड्छ होला सायद हाँसीमारा जान्छु त्यहाँदेखि हल्का सामान किन्नु छ टेम्पर ग्लास पनि सोध्नु छ सो त्यति नै मैले चाहिँ फेरि अघि फर्स्टमा जाँदाखेरि बजारभित्र पस्ने बाटै नचिनेको कति बादमा आउँदाखेरि क्या त्यस्तो हुँदो रहेछ प्यान्ट चाहिँ दोबारेर लगाइरहेछु फोल्ड यस्तो फोल्ड गरेर पुरा उयो भएको छ नि त लामो यसको लेन्थ लामो छ म चाहिँ क्या भित्र गएर के किन्नु भएको सबले के चाहियो भन्छ म चाहिँ फेरि केही सामानै चाहिएको छैन म त जस्ट हाँसीबाट चाहिँ फोन बनाउनु आएको थियो त्यो मेरो फोन चाहिँ बिग्रेको थियो त त्यसको मदरबोर्ड चाहिँ बिग्रेको थियो त्यही बनाउनु आएको अनि बजार पनि पसिरहेको म बजार आएको त कति भइसक्यो नि गर्मीले बोल्नु पनि मन लागिरहेन घुम्यो त्यही पर्दा किन्यो एउटा बन्दकोपी किन्यो के परेको हौ यस्तो खतरा गर्मी छ यहाँ के एकछिनमा खल मैले चाहिँ अघि फर्स्टमा पस्दाखेरि चाहिँ यो हाम्रो गाउँको काका पनि भेटेको थियो त्यहाँ चाहिँ सौदा गरेर जाँदै रहेछ अनि हाँसीबाट पुगेर भेटेर सामान किन्छु म चाहिँ फोन छेउमै लिएर बोल्दैछु किनकि पुरा घाम छ त्यही भएर म हात चलाउँदैछु फोटो गएको छ बिचारा उनीहरूले पेसेन्जर पर्खेको होला पेसेन्जरै आएको छैन अब पर्खिनु पऱ्यो बिचारा उनीहरूको लागि नभए एकजना मात्रै के लिएर जान्छ नि उनीहरूकै नोक्सान हुन्छ घामले यस्तो खतरा बोल्दैछ भन्नु
कलेजको रहेछ अन्त के एकछिन है। सो साथीहरू म चाहिँ अहिले बसमा चढिसकेको थिएँ। मेरो हाँसीमारामा चाहिँ क्यामेरा ग्लास लाउने काम थियो। जहिले फोन लिनु आउँछु त्यतिखेरै लाउँछु होला म सायद हो। भन्नुभएको छैन गर्मी लिएर हालत। म घरबाट निस्केको कति बजी हो? सायद म घरबाट निस्केको 12:30 बजीतिर होला। अहिले 1:30 हुन घर पुग्दा ओर्दा 2 बज्छ होला। घर गएर फेरि काम छ मेरो त। घर गएर के काम छ भने फेरि हिजो मेरोबाट नयाँ पार्सल आएको थियो, त्यो अनबक्सिङ गर्नु छ। सो गर्मी लिएर म पाकिसकेँ। भाइ भाइ सो म चाहिँ हाम्रो गाउँको टोटोमा पनि चढिसक्यो। सो म चाहिँ घर आइपुगेँ। घर आइपुग्यो। घरै गएको भर्खर त्यसले कल गरेको थियो नि त। म आयो त्यो चाहिँ उहाँहरूको साथी घर गएको रहेछ कि म त्यहाँ गएको थिएँ। अहिले चाहिँ म घरमा छु आइज भन्दैछ। सो त्यहीँ गएको अनि त्यसले चाहिँ मलाई ससेट बनाइदिएको छ, त्यो पनि लिनु गएको। अनि शाम सकेर सबै खाना पनि खायो, भाँडाहरू सबै मोलेर चाहिँ आएको। हाय किन मेरो त्यसरी पक्रिँदा किन हातै खतरा गल्छ हौ। सो अघि बजार जाँदा चाहिँ कतिको घाम थियो र अहिले चाहिँ कतिको चाहिँ डिफ्रेन्स आम्बो बनाउँछु। सो गाइज हामी चाहिँ यहाँ निङ्गुरे टिप्दैछ। के खाँदैन यो के जङ्गली ल यसलाई चाहिँ क्या मेरो मन पर्दैन। यता हेर यहाँ हेर न। म त निङ्गुरै थिएन एउटा टिप्दैछु बल्ल बल्ल। भर्खरै एउटा यसको लागि ब्रेक पनि ठिकै छ।